सो हेलो गाइस, आज चाहिँ हामी गइरहेछौँ कालिम्पोङ घुम्नको लागि। अनि अहिले चाहिँ हामी यहाँ काभ्रे आइपुगिसकेका छौँ। बनेपा। अब यहाँबाट चाहिँ हामी जानुपर्छ सिधै। यस्तो अहिले चाहिँ बाटो बनिरहेको कारणले चाहिँ हल्का गाह्रो भएको हो, नत्र भने यो त सबै पुरै क्लियर थियो, राम्रो थियो। अहिले खनेर यस्तो बनाइसकेका छन्। बाटो पनि यस्तै छ, अगाडि हेरेर हिँड्नु छैन, कता हेरे हो। सो हामी चाहिँ अहिले बनेपाबाट अब निस्किँदैछौँ। अब अघि नै भिडियो स्टार्ट गर्ने भनेको, तर भिडियो स्टार्टिङको लागि माइक थिएन, माइक भेटिएन पनि मेरो पुरानो माइक बिग्रेको कारणले। अनि आज चाहिँ अर्कै माइक किनेर, माइक भन्नाले पनि इयरफोनै किनेर आज चाहिँ भ्लगिङ गर्दैछु म। अब हेरौँ के हुने हो। अगाडि गएर सबै उताबाट गइरहेछन्, म चाहिँ यताबाट गइरहेछु बसहरूको पछाडिबाट। बाटो चाहिँ बिगारेकै हो, बिगार्न त गाह्रो पर्छ हो, गाह्रो पर्छ। भोक त मलाई अहिलेदेखि नै लाग्न सुरु भइसक्यो। मोटु भोक लागिरहेछ कि नै? लागेछ? अघि भर्खरै भनेको होइन लागेको छैन भनेर? लाग्यो? के खाने? मामै खाने हो र? अरू खाँदा हुँदैन? चाउमिन, मोमो, थुक्पा, कस्तो हो के यार, बाटोमा रोकेर गफ हान्न थाल्छ। आउन थालेपछि कस्तो साइको रहेछ यार। रिस उठ्ने गर्छ यार। हजुर पिट्दिउँ? पिट्देऊ। कस्तो साइको छ के छन पनि। बिचमा रोकेर गफ गर्छ अनि जान लागेको बेला चलाउँछ यार। फेरि अगाडिबाट पुरै धुलै धुलो। गाह्रो छ यार, गाह्रो छ जिन्दगी चलाउन, हैन मोटको? के हुँ? हजुर कतिखेर? कहाँ? त्यो त गइसक्यो नि, त्यो ठुलोवाला मन्दिर भने होइन? त्यो त गइसक्यो अघि नै। जति बेला कारको पछाडि धेरै एकैचोटि कति धुलो आयो होइन, त्यही त थियो। मलाई के थाहा, अस्ति देखाइदिएकै थिएँ अनि थाहा भयो होला भनेको। देखाएपछि त थाहा हुनुपर्ने हो नि त, होइन र? के होइन? के ठोकिरहेछ? कतिको? भाइब्रेट? साइलेन्टबाट हट न त नि। बबाल मजा आउँछ आज जानलाई। आमा याङ्रीको योभन्दा पनि अफ रोड छ भन्दै हुनुहुन्थ्यो दाइहरूले। अफ रोडिङमा फेरि गाडी चलाउन मलाई मजा आउँछ। तर यता त सैलुङ दोलखा मन्दिर हुँदै घुम्दै आउने हो नि त। ओइ गाह्रो छ, गाह्रो। सो गाइज अहिले चाहिँ हामी खाजासाजा खाएर निस्किसकेका छौँ।
अब चाहिँ हामी लगभग खाना खानको लागि 1-2 बजे मात्रै रोकिन्छौँ। त्यति बेलासम्म चाहिँ ननस्टप हामी जानै पर्यो, नत्र भने ढिलो हुन्छ। अब त्यही अनुसारले हामी चाहिँ जानुपर्ने अवस्था आछ। ढिलो भयो भने चाहिँ फेरि गाह्रो हुन्छ। अनि रोड पनि अहिले त ठिकै छ, त्यस्तो नराम्रो त छैन। सो जानु पर्यो अब चाहिँ ठिक्कको स्पिडमा। यहाँ पहिरो जाने ठाउँ रहेछ फेरि, तर हामीलाई के आज भोलि जाँदैन होला पहिरो। पहिरो जाने भनेको त्यति बर्खायाममा त हो। सो गाइज अब हेर्दै गर्नु होला तपाईँहरूले हाम्रो च्यानल। त्यहाँभन्दा राम्रो त यहाँ रहेछ है, त्यहाँभन्दा राम्रो त यहाँ रहेछ है। बाटो त राम्रो छ नि, तर चिप्लियो भने पो गाह्रो हुन्छ त हैन। कस्तो भइरहेछ त मोटु? आइसकेपछि त दामी भइ नै हाल्छ नि।
अब यस्तो बाटोमा यस्तै त हो। बाटै अब डेन्जर छ फेरि। एउटा गाडी आयो, अर्को गाडीलाई साइडै नदिने ठाउँ छ। जनम जनम हजुर हजुर। सो हेलो गाइज, आज चाहिँ हामी कालिम्पोङबाट फर्केर होइन आज चाहिँ सैलुङतिर जानु पर्यो भनेको। कस्तो लागिरहेछ त तिमीलाई? त्यो माथि गर, सुनिँदैन। दामी दामी। अनि सो अहिले चाहिँ हामी यहाँ बाटोमा छौँ। हामीलाई बाटो थाहा नभएर यसो हेर्दै हेर्दै हिँडेको होइन। बाटो प्लस भ्यूहरू हेर्नुहोस्, यस्तो रमाइलो छ। हामी यहाँ बसिरहेछौँ। अब चाहिँ मोबाइललाई यसो माथितिर लगाएर अनि निस्किनु पर्ने अवस्था आछ, हेलमेटमा लगाएर होइन। सो अब भेटौँला हामी बाटोतिर है। सो हेलो गाइज, अब चाहिँ सेटअप गरेर चाहिँ हामी निस्किन लागिसक्यौँ यहाँबाट। 3 गियरमा गाडी उठाइरहेको छु यार, गाह्रो। सो अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। अब मुडेबाट माथितिर जानुपर्छ भन्ने सबैले भनेछन्। अनि मलाई थाहा छैन मुडे बजार पनि कहाँ हो कस्तो छ होइन। ओ माई गड, स्ट्यान्ड लागिरहेको रहेछ। स्ट्यान्ड सो गाइस होइन, अहिले भर्खरै यहाँ सेटअप गरेर निस्केको। बाइकको स्प्रिङै कहाँ झऱ्यो। अब यसले बाँधेर लिएर जानुपर्ने अवस्था आउँछ है।
गाह्रो भयो यार। यहाँ पुरै खोजिसकेँ मैले, यहाँ कतै पाइएन। अब ग्यारेज कता छ त्यो पनि थाहा छैन। गएर लगाउनु पर्छ स्प्रिङ बाइकमा, स्ट्यान्डमा। स्प्रिङ त नलगाइ हुँदैन। ख्याट 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 ख्याट। ए यहाँ रहेछ। पाउन चाहिँ पाएँ, तर अब लगाउन सक्छु कि सक्दिनँ त्यो चाहिँ थाहा छैन मलाई। यो झरेछ बाइकबाट फुस्केर। यो त तान्नै गाह्रो पर्छ, कसरी गराउने हो र। अब यतातिर बाइक बनाउने ठाउँ कता छ त्यो नि थाहा छैन। भेट्यो। गाह्रो पर्ने अवस्था गाइज। झरेछ के। अब त यो लगाउन कहाँ सक्छु होला र मैले। त्यही पनि एकचोटि ट्राई चाहिँ गर्छु। यो यहाँ राखौँ अनि त्यसपछि यो हो कि होइन त्यसमा पनि कन्फ्युजन भयो। हुन त यही हो। लाऊ जाऊँ। यो लिइराख। सो गाइज भेटेर त लगाउन त लगाइदिएँ। अब त्यो स्प्रिङले कतिसम्म चल्छ कस्तो हुन्छ त्यो चाहिँ मलाई एक्ज्याक्टली चाहिँ थाहा भएन अहिले। अब गएर कतै ग्यारेज छ भने यसो देखाइदिनु पर्छ। यसलाई टाइट गरिदिनु भनेर। पुरै लुज छ। लुज त हल्का टाइट भइदिएको भए त्यो बस्थ्यो होला, तर टाइट चाहिँ छैन। त्यो प्रब्लम भयो गाइज। सो के गर्ने त अब जानै पर्यो। यसो खोज्छु कतै ग्यारेजहरू छ भने चाहिँ गएर लगाउनु पर्छ है। लास्ट गाह्रो हुन्छ यसरी ठ्याक 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 गर्छ रोडमा लागेर। रोड पनि फेरि त्यस्तै मिठो छ, अलिकति पनि प्रब्लम आउँदैन यस्तो। हेर नि त। सो गाइज अहिले चाहिँ हामी चक्रवर्ती पुलमा थियौँ भर्खरै। पुल क्रस गरेर अब यो हल्का नराम्रो बाटो चाहिँ चलाउनु पर्यो। देन त्यसपछि हामीलाई कति टाइम लाग्छ मुडे पुग्नु यहाँबाट आई डोन्ट नो, मलाई थाहा छैन। अब गर्लफ्रेन्डसँग बोलौँ भने उसको आवाजै सुनिँदैन, तपाईँहरूले केही सुन्नै सक्नुहुन्न। एक्ज्याक्टली मलाई माइक सेटअप गर्न पनि मजाले आउँदैन। सो गाइज त्यही हो। अब मुडेतिर जाऊँ। ठाउँ ठाउँमा म तपाईँहरूलाई देखाइदिइ नै रहन्छु बाटोहरू के कस्तो छ। त्यसपछि भेटौँला हामी आधा बाटोमा। सो गाइजहरू होइन, बाटो चाहिँ यस्तो छ। कुनै बेला राम्रो आउँछ, कुनै बेला नराम्रो आउँछ, कुनै बेला उकालो आउँछ, कुनै बेला ओह्रालो आउँछ। सो अब मुडे पुगेर अब के हुन्छ हेरौँ। यो दोलखा बाँचे भन्ने ठाउँ रहेछ। बाँचेर मरे के हो। ओ वाटरफल हेर्न सक्नुहुन्छ गाइस तपाईँहरू। साइडमा बगिरहेछ हाम्रो ठुलो ठुलो झरनाहरू।
के साह्रो स्लिप खान्छ यार गाइज। यो एक त पछाडिको हाम्रो ब्रेक लागिरहेको छैन मजाले, त्यसैमाथि स्लिप खाएको खाइ हुन्छ यो गाडीले। अति स्लिप खायो के, उकालोमा तान्न पनि गाह्रो मान्छ अनि स्लिप खाएको खाइ। यस्तो छ तलको भ्यूहरू। एकछिन आयो चलायो, बाटो यस्तो छ। हजुर तिर्खा लागेछ, किन म अब मिनरल वाटर किन हौँ? मूलको पानी खान मन लाग्छ र? खान त मलाई पनि मन लाग्छ, तर चिसोको कारणले नखाएको हो क्या मैले। कहाँ छ? यता पनि कतै होला त मूल। गाह्रो छ गाह्रो। हाय मैं मर ही जाऊँ जो तुझको न पाए, मैं तेरी मैं रात बिताऊं। हाय मैं लम्हा लम्हा ये हाल मेरा है, हो गाइज फेरि हाम्रो अर्को झरना आइसकेछ, बिना पानीको झरना। बाइकले चाहिँ स्लिप चाहिँ टन्नै खान्छ। बेबी समातेर बस है, ओके। सो गाइज हामी फेरि अर्को झरनातिर आइसकेछौँ। झरना नै झरना छ, तर कहाँबाट पानी आउँछ थाहा छैन। गाइज वाटरफल यस्तो छ, वाटरफलहरू हेर्दै गर्नुहोस् गाइज। मेरो चाहिँ हात दुखिरहेछ गाइज, बाइक चलाउन हल्का अप्ठ्यारो भयो गाइज। केही छैन, अगाडि पनि एउटा ड्युक गइरहेछ 200, यो पनि 200 हो। हामी सँगसँगै गइरहेछौँ बिस्तारै बिस्तारै। उहाँले पनि बिस्तारै चलाइराख्नु भएको छ, मैले पनि बिस्तारै चलाइरहेको छु। मलाई थाहा छैन उहाँ कहाँ जाने हो, तर म चाहिँ सैलुङ जाने हो। सो गाइज होइन, अब के गर्ने भनेपछि बाटोमा भेट्ने। सो गाइज अहिले चाहिँ हामी यो कुन ठाउँ हो मलाई त थाहा छैन, तर यो ठाउँ राम्रो लागेर मैले भिडियो बनाइरहेको छु। हेर्नुहोस् तपाईँहरू, यस्तो बब्बालको ठाउँ छ होइन। अनि त्यसपछि यहाँ अगाडि, योभन्दा अगाडि गएपछि अझै राम्रो छ के, लाइक हुन्छ नि पुरै एकदम पिसवाला ठाउँ के, एकदम बबाल। तर चिसो चाहिँ चिसो छ यहाँ, तर बबाल ठाउँ छ। अब यहाँ हेर्नुहोस्, अब आयो अब हेर्नुहोस्, हेर्नु त अब गाइस, यस्तो राम्रो ठाउँ छ। मान्छेहरू तल तल गएर फोटो सोटो सुट गरिरहेछन्।
हामी चाहिँ चुप्प लागेर यहाँबाट गइरहेछौँ। हेर्नुहोस् त त्यहाँ तल गएर पुरै भिडियो फोटोसुट भइरहेछ। हामी चाहिँ सुई सुई सुई। हजुर यस्तो ठाउँ छ पुरै येल्लो 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 भएको। बेबी माथि जाने हो र फोटो सोटो खिच्न? हजुर खिच्ने हो? बुझिन खिच्ने हो त? कहाँ तल जाने? यहीँ अगाडि यहीँ खिच्ने? यहाँ भन्ने हो? झर फोटो खिच्ने भए त झर्नु पर्यो नि। सो हामी फोटो खिच्नको लागि यहाँ रोकेछौँ। सो गाइज हाम्रो फोटो सोटो सुट चाहिँ भइसक्यो। अनि हामी चाहिँ यहाँबाट निस्किन लाग्छौँ। अब धेरै कति बस्नु भनेर दिनभरि यसरी घुम्यो भने त झ्याउ नै हुन्छ कि। तर घुम्न नै आएको हो, घुम्नै पर्यो। तर यति छिटो छिटो रोकेर भिडियो फोटो गर्न पनि झ्याउ लाग्छ क्या। दिनभरिमा अब पुग्न सकिन्छ सकिँदैन त्यस्तो अवस्था आइदिन्छ क्या यस्तो भयो भने चाहिँ। त्यही भएर चाहिँ अब चाहिँ लगभग मुडे नपुगेसम्म नरोक्ने भन्ने सोचिरहेको छु म। अब हेर मुडे पुगेर त्यसपछि भेटौँला नि त गाइज। सो गाइज त्यहाँ गाडी पल्ट्या रहेछ। हजुर के? सो गाइज यहाँ चाहिँ गाडी पल्टेको रहेछ। यो गाडी आज पल्ट्या हो? अहिले भर्खर? हजुर दुईजना चाहिँ गम्भीर घाइते। के साह्रो भएको हो है। सो गाइज दुईजना चाहिँ गम्भीरै घाइते हुनुभएको रहेछ। आज बिहान पल्टेको रहेछ गाडी चाहिँ। अनि दुईजना चाहिँ लास्टै धेरै गम्भीर घाइते भएर उनीहरूलाई चाहिँ हस्पिटल लगेको रहेछ। बाटोमा अब के गर्ने हो गाइज, यस्तै हो जिन्दगी। सधैँ एकै नासको हुँदैन। सधैँ चलाइराख्ने मान्छे पनि पछि गएर के हुन्छ भन्न सकिन्न। अहिले हामी यहाँ बोलिरहेछौँ, भरे अहिले बाटोमा केही भयो भने पनि हामी भन्न सक्दैनौँ नि त। हो त्यस्तै हुन्छ। सो गाइज मान्छेको जिन्दगी 2 दिनको हो भनेर बुझ्नु पर्यो। त्यतिमै रमाउन सिक्नुपर्छ आफूले। आफूसँग जे जस्तो छ जति छ त्यतिमै रमाउन सिक्नुपर्ने हुन्छ। नत्र भने धेरै गाह्रो हुने रहेछ। अब आफ्नो जिन्दगीलाई चलाउनको लागि भए पनि काम गर्ने बिचराहरू अब हेर्नुहोस् एक्सिडेन्ट भएर गम्भीर घाइते हुनुभयो रहेछ। के भन्न सकिन्छ त? अब के भन्न सकिन्न नि त। जिन्दगी सानो छ, रमाइलो गर्नुपर्छ। म त धेरै केही बोल्नै सकिनँ यो न्युज सुन्दाखेरि। यो गाडी देख्दाखेरि हिजो हामी जाँदाखेरि चाहिँ केही पनि थिएन, आज आउँदाखेरि बिहान पल्टिरहेको रहेछ। तर धेरै चोट चाहिँ नलाग्नु पर्ने गाडीको अवस्था हेर्दाखेरि चाहिँ लाइक कुच्चेकोहरू यताउता केही छैन सायद। मलाई लाग्छ अगाडि जुन ड्राइभरको सिटमा या अगाडिको जो हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ धेरै गम्भीरै चोट लागेको अवस्था छ होला सायद। अब उहाँले पनि भर्खर थाहा पाउनु भयो रहेछ हामीलाई। उहाँले भनेअनुसार त त्यही हो। अब गाडीको हालत देख्दा त्यस्तै थियो। हेलो गाइज, म र मेरो बोयफ्रेन्ड कुन ठाउँ रे? सैलुनको लागि घुम्न भनेर आएको।
पिच बाटो छ भनेर ल्याएको। यस्तो ठाडो उकालो छ, 1 घन्टाको बाटो छ अझ। यो खेलाउँछु भनेर लिएर आएको। यता ल्याउनु यति भएको है। सो गाइज अहिले चाहिँ हामी सैलुङको छौसातो पहाडमा आएर उभिरहेछौँ अनि यहाँबाट यस्तो भ्यू देखिन्छ हिमालको। अनि त्यसपछि यहाँ चाहिँ भीमसेनको दरबार छ अरे होइन। यो मान्छे हिँड्न सकिरहेको छैन। ओ मान्छे यता हेर ओ यो मान्छे हिँड्न सकिरहेको छैन। म मात्रै एक्लै हिँडेर कति भाग्नु र उसलाई ठेलेर लानुपर्ने अवस्था आउँछ। अनि यो चाहिँ भीमसेनको दरबार छ अरे यहाँ। अनि यसो घन्टी बजाउन भनेर म गइरहेको छु। बजाऊ हो घन्टी बजाएको अरे। 1 2 3 4 5 6 7 भयो घन्टी बज्यो। अनि यहाँ त दरबारै देखिनँ त मैले। कहाँ छ दरबार भीमसेनको? हजुर त्यही मान्छेलाई रमाइलो लागेर। सो हिलियो गाइज के छ त नि खबर हजुरहरूको। सन्चै तपाईँहरूलाई एउटा कुरा देखाउन चाहन्छु म। यतातिर हेर्नुहोस् हिमालै हिमाल है। अब ठ्याक्कै स्वाट्टै यता हेर्नुहोस् सनसेट। वाउ कस्तो राम्रो देखिएको। दामी छ।